के नेपालले ओडिआई स्ट्याटस जोगाउला त? यसै सन्दर्भमा मैले क्रिकेट जगतका लेटेस्ट न्युजहरू यस भिडियोमा विस्तृत रूपमा चर्चा गरेको छु। आउनुहोस् सुरु गरौँ। र त्योभन्दा पहिला यदि च्यानलमा नयाँ हुन्छ भने लाइक गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। र फर्स्ट अफ अल हामी सुरु गरौँ टप T20 सिरिज जुन अस्ट्रेलियामा हुन गइरहेको छ। र नेपालको पहिलो म्याच भने 21 तारिक जुन 21 अगस्तमा नेपालले एन्टी स्ट्राइक विरुद्ध खेल्दैछ। र यो म्याच भने दिउँसोको 2:15बाट स्टार्ट हुनेछ। र दोस्रो म्याच बङ्गलादेश विरुद्ध खेल्दैछ जुन 22 तारिकमा रहेको छ। र 24 तारिकमा भने तेस्रो म्याच भने हुरिक्यान विरुद्ध खेल्दैछ। र 26 तारिकमा एसेट कमेन्टसँग खेल्दैछ भने 27 तारिकमा किङ्समेन र यसै गरी 29 तारिकमा भने भिक्टोरिया टिमसँग खेल्दैछ। र यहाँबाट नेपाललाई ठुलो चुनौती पनि रहेको छ, किनभने हाल फिलहाल ओडिआईमा नेपालले निकै खराब प्रदर्शन 4 म्याचमा 4 भने हार बिहोर्न पुगेको थियो। त्यस कारणले पनि यहाँबाट यस टप T20 सिरिजमा भने आफूलाई साबित गर्नुपर्ने रहेको छ। र आउनुहोस् अब अर्को चर्चा गरौँ हामी SCC प्रिमियर कप 2026 को। यहाँबाट फिक्सर भने सार्वजनिक भइसकेको छ। नेपालले आफ्नो पहिलो म्याच साउदी विरुद्ध खेल्नेछ जुन 7:15मा यो स्टार्ट हुनेछ सेप्टेम्बर 1 मा। र यसै गरी सेप्टेम्बर 3 मा भने आफ्नो दोस्रो म्याच बाहिरनसँग खेल्नेछ। यो म्याच पनि 7:15मा नै स्टार्ट हुनेछ। र यसै गरी 5 सेप्टेम्बरमा भने नेपालले तेस्रो म्याच मलेसिया विरुद्ध खेल्नेछ। र यसै गरी चौथो म्याच भने सेप्टेम्बर 7 मा जुन हङकङ विरुद्ध यो म्याच खेल्नेछ। यो सम्पूर्ण म्याच मलेसियाले होस्ट गरिरहेको छ। र यसै गरी हामी चर्चा गरौँ NPL को। अब NPL को यहाँबाट भने टाइम भने कहिले स्टार्ट हुने भने सिजन 3 को यहाँबाट सार्वजनिक भइसकेको छ। यो NPL 2026 को सिजन 3 भने यहाँबाट 26 अक्टोबरबाट स्टार्ट हुनेछ भने अन्तिम भने यहाँबाट 21 नोभेम्बरमा भने सकिनेछ। भव्य दशैंको रूपमा क्रिकेटको महादशैं भन्न सक्छौँ हामी NPL लाई। यो भने अब लगतै 1 महिना 2 महिनामा भने यहाँबाट स्टार्ट हुनेछ। र गरौँ ODI फर्म्याटको। र धेरै नेपाली दर्शक श्रोताहरूलाई चिन्ताको विषय रहेको छ कि नेपालले 2027 को वर्ल्ड कप खेल्छ त? र आउनुहोस् म तपाईँहरूलाई छोटो मिठो यहाँबाट क्लियर रूपमा बुझाइदिनेछु। नेपालले पहिलो त ODI स्ट्याटस भने जोगाउनु पर्ने रहेको छ। जुन नेपालले टप 6 मा आफ्नो स्थान राख्यो भने CWC लिग 2 मा आफ्नो स्वतै भने ODI स्ट्याटस जोगाउँछ। यद्यपि त्यहाँ नपरे तापनि टप 6 मा नपरे तापनि नेपालले भने क्वालिफाई प्ले अफ खेल्नुपर्ने रहेको छ। जुन च्यालेन्ज लिग अथवा च्यालेन्ज प्ले अफ खेलेर 4वटा टिम सिलेक्ट हुने गर्दछन्। ती 4वटा टिमले भने CWC लिग 2 का अन्डरमा रहेका 4वटा टिमले भने त्यहाँबाट 8 टिमले भने म्याच खेल्नुपर्ने रहेको छ। त्यहाँबाट भने 4वटा टिम भने सिधा ग्लोबल क्वालिफाईमा क्वालिफाई गर्नेछ। जुन CWC लिग 2 मा टप 4 मा रहेका टिम र क्वालिफाई प्ले अफमा रहेका 4वटा टिमले भने माथि ग्लोबल क्वालिफाई खेलेर अनि त्यहाँबाट सिधा वर्ल्ड कपमा प्रवेश गर्नेछ। यदि नेपालले ODI स्ट्याटस नजोगाए तापनि CWC लिग 2 मा क्वालिफाई प्ले अफ खेलेर टप 4 मा यदि पर्छ भने नेपालले सिधै ODI स्ट्याटस भने जोगाउनेछ जुन ग्लोबल क्वालिफाई म्याचमा पुगेर। नेपालको यही नै रहेको छ जुन नेपालले 2027 को वर्ल्ड कप क्वालिफाई गर्ने समूह चरण अथवा स्टेपहरू। र यदि पनि तपाईहरुलाई केही बुझ्ने यताउति केही छ भने जिज्ञासा छ भने तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र अब हामी भेट्ने छौं अर्को भिडियोमा। हस्त धन्यवाद।